ड्युटीबाट आउनुभयो होला होइन सर ड्युटीबाट आउनुभयो होला केमा हुनुहुन्छ सर तपाईँ ड्युटी जस नेपालीले अहिले सिग्नलको चाहिँ खुब फलो गर्ने भएको छ हेर्नु त ट्राफिक कोही छैन आनन्द यत्तिकै चाहिँ हुनुपर्छ यहाँको भिडियो बनाएर राख्दाखेरि साथीहरूले विदेशको हो क्या भन्थ्यो देखिन्छ अरे त्यही त मलाई म आफै पनि झुकेर पहिला पनि बनाएको थिएँ मैले यहाँको भिडियो अनि साथीहरूले चाहिँ विदेशतिरको भिडियो हो क्या यो भन्छ सरको घर चाहिँ कता नि सरलाई घर जेसीबी चलाउन थाल्नु भयो थुप्रो भयो होला कमाइ राम्रै हुन्छ है सर जेसीबीमा रिक्स पनि छ नि गाह्रो पनि छ है बाटोमा पऱ्यो भने त ठिकै हो भिरपाखामा पऱ्यो भने त जसले पातीले चलाउन सक्दैन काठमाडौँ भ्याली अहिले यति रमाइलो छ यति राम्रो छ पुरा ठाउँ ठाउँमा लाइट ठाउँ ठाउँमाको बाटोहरू सब पिच होइन अब त्यो रुखै रुख देख्दाखेरि पनि भिडियो हेर्दाखेरि साँच्चै त्यो बालेश्वरतिरको भिडियो हेर्दाखेरि त विदेश घुमे जस्तो फिल हुन्छ हो अब अहिले भने हामी अनाम नगरबाट सेतो पुल हुन्छौँ सेतो पुल जान्छौँ सेतो पुलबाट चाहिँ हामी रातो पुल हुँदै जान्छौँ है अब जस अब यो ठाउँमा चाहिँ अलिकति लाइटको चाहिँ कमी जस्तो देखिन्छ होइन कुनै ठाउँमा आवश्यकता छ जस्तो लाग्छ बानेश्वर एरियामा त लाइट एकदमै राम्रो छ एकदम उज्यालो छ यहाँ पनि ठिकै छ योभन्दा अलिकति अगाडि चाहिँ हामी अब पठाउ गर्दाखेरि टिप गर्दाखेरि चाहिँ अलि अन्धकारै जस्तो लाग्छ क्या त्यो ठाउँमा चाहिँ अब हेर्नु न यो खोलाको छेउमा रुखहरू रोपेको कस्तो मजा आयो क्या हेर्दाखेरि पनि पुरा आनन्द आउने क्या अब हुन त अब यो रुख रोप्नाले चाहिँ अक्सिजनहरू पनि जस मजाले अब यहाँ घुम्नेहरूलाई चाहिँ यहाँ बस्नेहरूलाई चाहिँ जो सफा देखिन्छ धेरै अब नेचरले दिएको कुरा है हेर्दाखेरि एकदमै मजा आउने अब अहिले चाहिँ रातिको 10 साढे 10 बजिसकेको छ अब रातिको टिप हो है रातिको टिप गर्दाखेरि जोस अब राति चाहिँ मजा आउँछ क्या अब बाटो सबै खाली हुन्छ होइन अब त्यो खुल्ला हुँदाखेरि चाहिँ अब जामसाम हुँदैन जोस आफ्नै तरिकाले बाइक कुदाउनु पाइन्छ स्पिडमा कुदाउँदा पनि भइहाल्यो होइन खुबै मजा आउँछ क्या तर बेलुका चलाउँदाखेरि चाहिँ सबभन्दा गाह्रो चाहिँ के छ भन्दाखेरि टिफर एकदमै गुड्छ 8-9 बजेपछि है यो हाइवेतिर चाहिँ टिफर गुड्ने भएको भएर चाहिँ अलिकति रिक्स देखिन्छ है टिफर नगुड्ने हो भने त फेरि नाइट टिप गर्दाखेरि त फेरि आनन्द नि कहीँ जाम हुँदैन कहीँ अब रोकिराख्नुपर्छ भन्ने छैन पुरा खुल्ला हुन्छ अब अहिले त झन् काठमाडौँ भ्यालीमा जस ठाउँमा बत्तीहरू पनि छ होइन सीसी क्यामेरा छ अब सेफ्टीको लागि पनि जस राम्रै छ यो ठाउँमा चाहिँ अलिकति अन्धकारै छ क्या यो क्षेत्रमा चाहिँ यहाँ चाहिँ अलिकति लाइटिङको अलिकति आवश्यकता परेको जस्तो लाग्छ कि मलाई चाहिँ महसुस हुन्छ योभन्दा अझ अगाडिपट्टि त एकदमै अँध्यारो देखिन्छ अब भान्सोर साइडतिर जोस् अब मेन हाइवेतिर त चाहिने भन्दा पनि बढी बत्तीहरू छ है त्यसले गर्दाखेरि पनि पुरा विदेश घुमे जस्तै पुरा मजा आउने क्या अब हेर्दाखेरि पनि अस्ति मैले बानेश्वरको एउटा भिडियो राखिदिएको थिएँ साथीहरूले त के हो विदेश गएर आएको क्या हो भनेर भन्दै थियो होइन अनि होइन अहिले अब बालेन सिटी हो नि त यो त अब बालेन शाह चाहिँ अब होइन अब यहाँको मेयर हुनुहुन्छ होइन अब उहाँको कारणले गर्दाखेरि चाहिँ काठमाडौँ सिटी एकदमै अब भनौँ न लाइटिङको लागि त अब ठाउँमा बत्तीहरू राखेको छ होइन अब जस महानगरपालिका क्षेत्रभित्र पर्ने ठाउँमा चाहिँ ठाउँमा अहिले लाइटिङको लागि चाहिँ एकदमै राम्रो व्यवस्था गरिदिएको छ क्या त्यस कारणले पनि अब यो ठाउँ चाहिँ हेर्दाखेरि चाहिँ जुन बानेश्वर साइडतिर हेर्दाखेरि चाहिँ विदेशै घुमे जस्तो म आफूलाई पनि महसुस हुन्छ अहिले पनि हामी सेतो पुल आइसकेका छौँ होइन सेतो पुलमा छौँ अहिले जो सेतो पुल हुँदै जाँदैछौँ अब यो ठाउँ चाहिँ एकदमै जोस् अब ठिक छ
अनि उता हर्क सापाङले चाहिँ जे होस् अब विकासको काम एकदम राम्रोसँग गरिरहनु भएको रहेछ होइन। त्यसलाई आवश्यकता छ, श्रमदानको आवश्यकता छ। उहाँले पनि राम्रो काम गर्नुभएको छ। त्यस कारणले चाहिँ उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी कुर्मान घिसिङजीको कारणले गर्दाखेरि पनि यो बत्तीको अहिले सुविधा पाएको हौँ हामीले, किन भन्दाखेरि उहाँले गरेको देनलाई पनि हामीले बिर्सिन सक्दैनौँ। त्यस कारणले चाहिँ कुर्मान घिसिङजीलाई पनि जय कुर्मान घिसिङ भन्न चाहन्छु। अब भने हामीले उहाँलाई रातो पुलमा पुर्याइदिउँ। अब भने हामी बिदा हुन चाहन्छु। जय राष्ट्र, जय नेपाल, जय बालकुमारी, जय भैरवनाथ, सबैको रक्षा होस्।